सबैजनामा गुड इभिनिङ अनि जय मसी। तपाईँहरू हुनुहुन्छ यति बेला कालिम्पोङको लदाम बाहिरको दृश्यलाई देखाउनु पर्दा। अनि अहिले भने हाम्रो भर्खर सुटिङ सकेको छ। हामी बिहानै 4-5 बजी उठेर गरेको सुटिङ। अहिले हाम्रो 5-6वटा सिन सकिएको छ। अनि सबैजना थकित अवस्थामा हुनुहुन्छ यति बेला। क्यामेराले पनि मलाई नै हेरिरहेको छ। अनि यहाँनिर हाम्रो भास्कर भाइ, हाम्रो सिनेमाटोग्राफर, हाम्रो यस मुभीका आफ्नो घर मुभीका, उहाँ पनि एकदम थकित अवस्थामा हुनुहुन्छ। अनि यहाँ आमा हुनुहुन्छ। यहाँ आमाको चाहिँ एकदम खुसी हुनुहुन्छ उहाँ, किनभने उहाँको चाहिँ सकिसकेको छ। अनि उहाँ अब फर्किँदै हुनुहुँदैछ। चाँडै नै उहाँको सबै सकेको छ। अनि यहाँनिर चाहिँ हाम्रो यस मुभीका मुख्य पात्रमा खेल्नुहुने हाम्रो एक्टर चाहिँ यसरी यस्तो मस्त निन्द्रामा सुतिरहनु भएको छ। किनभने आज उहाँको धेरै रुने सिन भएको कारणले गर्दा मिठो निन्द्रामा सुतिरहनु भएको छ। फेरि भनिदिनुहोस् त यो। अनि यहाँ मेरो आँखालाई पनि त्यस्तो पुरा उयो भइरहेको छ। अनि यहाँ चाहिँ हाम्रो यत्रो बोझा, यो मुभीको सबभन्दा ठुलो बोझ बोकेर हिँड्नुहुने चाहिँ हाम्रो यस मुभीका डाइरेक्टर, प्रड्युसर भनौँ, स्क्रिप्ट राइटर यहाँ हाम्रो नवीन पाखरिनजी हुनुहुन्छ। यहाँ चाहिँ उहाँले अब सिनहरू के गर्नुपर्ने, अब सुटहरू के गर्नुपर्ने गरिराख्नु भएको छ। अनि हाम्रो रुमको हालतलाई हेर्न सक्नुहुन्छ। हेर्नुहोस् अब यहाँ क्यामेराको यो केहरू, यो ब्याट्री ब्याग्स, यो हेर्नु उपर ऊ पनि बियर पनि हत्तु भएर बसिरहेको छ हाम्रो यहाँ रुम देखेर। अनि यस्तो रहेको छ, हेर्नु यस्तो भएको छ। अनि चाँडै नै तपाईँहरू माझमा आफ्नो मुभी पढ्यो, आफ्नो घर मुभी लिएर आइरहेको छौँ। तपाईँले हेरिदिनुहोस् होला। हवस् त, अहिलेलाई भने मुभी बना थाहा भलाई बिदा दिनुहोस्। जय मसी।